हेलो नमस्ते साथीहरू, म आज हजुरहरूलाई के भन्न आएको भने नि है, मलाई के है मान्छेहरूले के कस्तो रिस गर्छ के बिहान उठेदेखि के बेलुका भनौँ न सुत्नेसम्म भनौँ न उसको जिन्दगी नै के मलाई रिस गरेर जाने भयो। फेरि रिस पनि के कस्तो मान्छेले गर्छ थाहा छ? कस्तो मान्छेले मलाई रिस गर्छ थाहा छ? कस्तो मान्छेले मलाई रिस गर्छ हेर्नु न, गोबर जस्तो मान्छेले न अनुहार छ, न दनुहार छ, न रूप छ, न रङ छ, त्यस्तो मान्छेले मलाई रिस गरेर हुन्छ। म त भन्दा नि डबल त्रिपल चौपल 10 पल 100 पल नै राम्री छु क्या, मलाई रिस गर्नै पर्दैन। बुझ्यो हो? कति रिस गरेको मलाई रिस नगर। मलाई रिस गरेर के पाइन्छ? तिमीले जति रिस गरे नि मसँग सक्दैनौ। म त पन्छी हो क्या, पन्छी पनि त के हो थाहा छ? यस्तो यो छ नि, यो हिलो हो, यो चाहिँ हो क्या। म चाहिँ त्यो छ नि हिमाल देखेको छ नि, त्यो हो 100% 100मा 100। रिस गर डाहा गर, नो प्रब्लम, मुझे कुछ भी नहीं होगा। तिमीहरूको रिस त मैले यस्तो गर्दिन्छु, बिना गीतमै म नाचिदिन्छु तिमीहरूको रिसलाई, डाहालाई। ओके, बाई बाई। रिस गर्दै गर ल।